गर्नुभएको छ। जो श्रद्धा लिएर दिनरात गुरु महाराजको चरणको ध्यान गर्नुहुन्छ, अंशनामको भजन गर्नुहुन्छ, उहाँहरूको त पुरै लगन, उहाँहरू त कति माथि हुनुहुन्छ, कति ठुलो सोच विचार छ। गुरु महाराजले आज हामीलाई ज्ञान रूपी प्रसादी दिनुभएको छ। यो कलियुगमा यो जस्तो ठुलो प्रसादी अरू कोही पनि हुँदैन, केही पनि छैन। दुनियाँ त स्वार्थी छ भनेर बुझेको छौँ हामीले। अनि दुनियाँको पछाडि लाग्न थाल्यो भने त्यो स्वार्थमा कति बेला गएर हामी पनि छुट्नुमै डुब्छौँ, थाहा हुँदैन। कुरा त मिठो हुन्छ। एउटा माखाको उदाहरण लिउँ न हामी, होइन? माखा हुन्छ नि, माखा गएर शहदमा बस्छ। के शहद नमिठो हो र? कस्तो मिठो चिज हो नि, होइन? मिठो चिज खान्छु भनेर त्यो गएर त्यो शहदमा गएर महमा गएर त्यो माखा बस्यो। मिठो चिज हो, शहद कसलाई मन पर्दैन भन्नुहोस् त? मिठो लाग्छ। यति बेला सर्दीको बेलामा शहदको एक चम्मच खायो भने सर्दीले छुँदा पनि छुँदैन, खाना पनि मिठो छ, चट्ट अमृत सरी। माखा गएर शहदमा बस्नु भने त राम्रो कुरा हो नि, होइन? तर हेर्नुहोस् न, त्यही शहदको उसले रसपान गर्दा गर्दै उसको पखेटाहरू पनि गएर त्यहाँ चिप्पिन्छ। अनि त्यो शहदमा गएर उसको खुट्टा त गाडिन्छ, दलदलमा गएर गाडिन्छ। अनि पेटभरि खाएर अब उठ्छु भन्दाखेरि त उसको पखेटाहरू पनि अघि नै त्यहाँ चिप्किसकेको छ, अनि खुट्टा पनि गाडिसकेको छ। अब त्यो उठ्न सक्छ, त्यहाँबाट उठ्न सक्दैन। संसारको मोहमाया स्वार्थ भन्ने कुरा पनि यस्तै हो।